चाहिँ हाम्रो माथि त्यो के रोडदेखि आएको सिधै यो तार के बत्तीको तार बत्तीको तार यो उता पुरा ओइसेलुको जङ्गल यता अनि हाम्रो एरिया चाहिँ कहाँदेखि पर्यो भने उ त्यो डाँडा छ नि पारी त्यो डाँडा यो चाहिँ खोला पारी पानी बनाउन जाने बाटो पारीको उ चाहिँ कहाँ हो उताको लोकेसन उताको त्यो डाँडा पुरै जङ्गलै मेरो त्यो डाँडादेखि यता हो पारी यो डाँडो यो डाँडादेखि यता यो खोलाको हाम्रो एरिया पर्यो यो खोला त्यहाँबाट पानी चाहिँ हाम्रो यहाँ सिँचाइ गर्न आउँछ यता अनि यहाँदेखि अब देखाउँछु उताको एरिया चाहिँ अहिले तपाईँको देखिन्छ यता देखिँदैन त्यतिखेर जङ्गल भएर यस्तो डेन्जर के हाम्रो यो कति 500 रोपनी होला ओए लक्ष्मण काका तल तलबाट सुन्छ न 500 रोपनीको हाराहारीमा यो उसको उ गराएको छ अहिले जग्गाको ल अर्जुन अङ्कल पनि हिँड्छ अगाडि त्यहाँ खाली रहेछ अगाडि यहाँ त हाम्रो 200 वटा बाख्रा त यही छ आइस बाख्रा साख्रा यार सबै बाख्रा अनि 10 वटा चाहिँ त्यो मुर्रा हाल्ने भन्ने आएको क्या मुर्रा आइस अगाडि यो जग्गालाई यो फुमलाई यहाँबाट के नलेज दियो चिचेट रहेछ त्यो यहाँसम्म पिच गरेर रहेछ त्यहाँले पर्सनल बाटो त यो त पर्सनल यो हामी रविको एउटा के भन्छौँ हाम्रो पर्सनल फर्ममा भिजिट गर्न आइरहेको छौँ त्यसमा चाहिँ हामी सबैको लगानी हुन्छ जस्तो लाग्छ यो खोला वारीसम्म पुरै जङ्गल त्यहाँ हात त्यहाँको लक्ष्मणको हात नदेखाएपछि त्यहाँ हात बाङ्गे देखिँदो रहेछ अनि त्यसपछि अनि विशेष गरी उ गर्नु पर्यो यस्तो बोजेल पाल्नु पर्यो बोजेल यो जङ्गली मुर्रा र त्यो मुर्रा जङ्गली मुर्रा र अनि हाम्रो त्यो वनपालुवा त्यो बन्देलहरू हुन्छ अब एकछिन हामी ओइसेलो देखाउँछौँ होइन ओइसेलो पनि यति धेरै छन् कि पुरै छुट्टी माथि बाटो कति छन् अनि यो अमृत भन्छ यसलाई चाहिँ यो हामीले एउटा मुखाको जस्तै यो अम्लिस हो घाँस हो तयार हो यो घाँस हो तर यसलाई चाहिँ कुच्चोको रूपमा पनि प्रयोग गरिन्छ क्या यसलाई अनि के गरिन्छ भने यसको 8 वटा पिस काट्यो भनेपछि 120 रुपियाँमा मार्केटमा सेल हुन्छ यो पुरै जताततै यी क्या गरेको दालचिनीको जा हाम्रो यो होइन रहेछ यो के भन्छ भुजपत्ता उत्तिसको रुख उत्तिस यहाँ चाहिँ उत्तिसको रुखको मुनि त चाहिँ यो अलैँची खेती हुँदैछ हाम्रो अलैँची अलैँची खेती भिजिट गर्न आउँदै हुनुहुन्छ माथि भिजिट गरिरहेको छौँ रवि दाइको फर्म घाँसै घाँस हो नि उता मुर्रा आउँदै उता आउने ब्याग रोड आउँदा माथि हाम्रो मुर्रा काका आउँदै हुनुहुन्छ यहाँ फर्म भिजिट गर्न यो भलक हो के छ अनि कस्तो छ अवस्था अहिले हिँडाइ हो ल अब अर्को काका आउँदै है रवि दाइको त चिच्याड छ फर्म त त्यहाँ छ नैसालु कहाँ यो खोला चाहिँ हजुरको खोला चाहिँ हाम्रो एरिया पर्यो अनि यो माथि पुरै जङ्गल माथि माथि त्यो रोड छ नि त्यो रोडबाट माथि म त्यो माथि पारीको देखिने रोड काटिहाल्ला अनि पारीको यो पर पहिरो आएको छ नि त्यो खोला देखियो त पारीको रोड बाजुरा जाने रोडबाट सब कब्जा गरेर रहेछ यार बाटो चाहिँ पछि उभो गरिजाने अप्ठ्यारो टाढो छ त तल थिएँ नि धाता कटेछ मोदल अहिले हिँड्ने भन्नुपर्छ क्या बुझिन्छ भिडियो छ हाम्रो इजिट हुँदैन फ्याट हालिहाल्ने हो तलै थियो आइगयो अब त औलिसो ओ बाबु 4 महिनामा हुर्किने 2 महिनामा ब्याउने छन् 4 महिनामा हुर्किने छन्
रात दिउँसो छुट्टिने क्या साला घर जङ्गलमा हुन्छ चितुवाहरू लाग्छ चितुवाहरूलाई बाहिर खेदाएर घेरबार गर्ने नि चितुवालाई बाहिर खेदाएर काली ज्वरो त्यस्तो नि होइन होमस्टे पनि छ होमस्टे हाम्रो कटेजहरू बन्दै गर्छ वैशालु छन् त यार यहाँ रवि दाईको कटेजमा निभाएर के अरे खुन्का बन्द भइगयो हेलमेटै राखौँ कि अब त हेलमेट यही राख्दा हुने हो यार पछि बोक्नु भन्दा ल हामी हेलमेट यहीँ राखेर गयौँ यो रवि दाईको एरिया हो प्लास्टिक बोक्न गाह्रो भयो प्लास्टिक पनि त्यही राख्छ कोही लिँदैनन् क्या अहिले को लिन्न यार आफ्नै फर्ममा आफ्नै फर्ममा यहाँ त अब दाईको अनुमति बिना कोही छैन हाम्रो अनुमति बिना त कसैले इन्ट्री गर्दैन पिच हान्नुको लागि उ गरेर रहेछ होइन लजमन दाइ चाहिँ अनि के भन्नुहुन्छ त भन्छु न फर्म कस्तो लाग्यो एकदम चाँडो छरितो गर्नै पर्यो बोल्दा वैशाली खाउँ एक लट अहिले आँपको सिजन छैन होइन अर्को सिजन आँपका घरहरू लगाइरहेको छु अब फल्ने सिजनमा फल्छ चिप्ले लगाउ मिठा रहेन त यार अरे यहाँ त अर्ग्यानिक हो अर्गान ढुटो माटो केही टालिएको छैन रोडमा अर्ग्यानिक हुन्छ यो हाम्रा जङ्गलमा पाइँदाखेरि त्यस्तै दिपेश दाइले लिएर आउनु पर्ने थियो ओ यो काफलको रुख नि हो यो काफल हो यो काफलको रुखलाई हाम्रो पनि अगाडि काफलकै रुख छ घरको अगाडि यो काफलको रुख हो र अनि पाकिया नै त अनि यार काफल रहेछ नि त हपेर काफल छ नि त अब त्यसमा नपाकिया रहेछ बाजुरा त पाकेको थियो त यार अस्ति हामी चुनावमा चार पाँच हामीलाई चाहिँ मजा आउँछ खानु आउँछ खै बिजोग गरी ल्याएर उ त धेरै उता ल्याएर त्यहाँभन्दा त दाइले यो माथि भन्दा पर यहाँबाट बाइक आउँदो रहेछ नि त त्यहाँबाट ल्याउने हो नि त दाइ यार यस्तो हिँडेको यस्तो ठाडो छ बाटो अनि यो पिच भए पनि हुँदैन भने त्यही भइजाने खाने भने पेरेकै लाग्ने नै झाँकिने रहेछ त यो मात्रै रटिन्छ त्यो हो छोप्नुपर्छ ल ल्याउँदै आउँदा रह्यो नि त क्या टरक हुन् क्या यत्र क्वार्टर चाहिँ उति चाहिँ हुनु मेरो क्वार्टर अलिक तल छ अब पुग्यौँ हामी रवि दाइको कटेज खुट्टा तान्दै कति तल आयो मजाले खाउँ त्यो भोलि 1 महिना जेल जानुपर्ने भयो टेन्सन जेल यहीँ बनाउँछौँ हामी काफल खाएर जेलको जान्ने कसैले पैसा गाउने सिधै ल्याउने यहीँ गायो भन्ने क्या मोबाइल सुन्ने भिडियोमा यति लामो भिडियो यहाँ आइसक्यो त छिटो टेन्सन छ पानीको पाइप पनि रहेछ त्यहाँ पानी यो धाराको पानी कति चाहिँ कसो एरिया भित्र अरूको होला त अनि एरिया भित्र अरूको हुन्छ तपाईँले त्यति थाहा छैन सर काफल के अरे वैशाली छन् त यार एकपल्ट आयो भने मान्छे सिधै यहाँ आउँछ
यता पनि रहेछन् ओ बा क्या खानु त अब टिप्दिने मान्छे भए भए त झिक्क मजा हुने रहेछ त ओ बा काफल यहाँ हेर्छु न काफलको ओए खेल्नु अहिले नखाने त यहाँ काफल खाने के अरे मैसेल खाने टिक्छ अर्जुन भिडियो बना नि तेरो मुहाबाट उसालुले फिल्ममा ल्यायो कस्तो हात यस्तै च्यातिएर कुन ठाउँ रे दाइ यो रामकोट 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 नर्सरी रवि दाईको फर्म रामकोट नर्सरी भन्ने हो क्या यो चाहिँ हाम्रो सीता बाइला भन्दा 6 किलोमिटर र त्यो रामकोट नर्सरी भन्ने तलतिर धेरै होला नि जस्तो छ 10-15 वटा मुर्रा फर्म हो अनि त्यसपछि राँगा पनि पाल्नुपर्छ मुर्रा भने त्यो हो नि मुर्रा भने राँगा हो तलतिर धेरै रहेछ तलतिर जाउँ यो रुख सकाउनु क्या पहिला एउटा भिडियो मेरो बनाइदिएछ त यो भिडियो भयो है धेरै लामो भयो 11 मिनटकै भइगयो भने यार बन्द गरिदियो